हेलो गाइस, सबैजनालाई मेरो युट्युब च्यानलमा एकदमै वेलकम छ। अनि आज चाहिँ म एउटा भ्लग हाल्दैछु। त्यो भ्लग चाहिँ म र मेरो वाइफको भ्लग हुनेछ। अनि आज चाहिँ मेरो बुढी काठमाडौँबाट आउँदैछन् अनि उसलाई लिनको लागि म जानुपर्ने हुन्छ। त्योभन्दा अगाडि मेरो यहाँ थोरै कामहरू मागेको छ, म काम गर्दै गर्छु। तपाईँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल गाइस, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ है, म चाहिँ अब एकदमै रेडी भइसकेँ। अनि मेरो रेडी भएको कट्टु लाएको छु अनि त्यसपछि टी सर्ट लाएको छु, किनभनेदेखि म चाहिँ काम गर्न जानुपर्ने हुन्छ। बुढी आउनुभन्दा अगाडि म 2 घन्टा चाहिँ काम गर्छु अनि मेरो काम पनि तपाईँलाई म एकछिनमा देखाउँछु। तर त्योभन्दा अगाडि चाहिँ म मेरो रुमलाई देखाउँदैछु। हेर्नुहोस् न, यो रुमको भद्रगोल है। अस्ति नै बुढी ट्याक्क ट्याक्क बुढी काठमाडौँ जाने दिन यो यस्तै थियो अनि आज 3 दिनको बादमा नि यो यस्तै छ। किनभनेदेखि मैले चाहिँ यहाँनिर बसेर कुनै पनि काम गरिनँ। म यहाँनिर पस्ने सुत्ने बाहेक मेरो काम केही पनि थिएन। अनि मैले घरमा केही पनि काम गर्न सकिनँ। त्यस कारणले गर्दाखेरि अब बुढी आउँदाखेरि बुढीको रियाक्सन पनि हेर्नुपर्छ। म चाहिँ लागेँ त। ल साथीहरू, काम गर्न जान्छु भनेर त आइयो, तर काम त अर्कैले खुइलाइसकेछ। अब के गर्नु है, अब ढिलो गइयो, अर्कैले काम गरिसकेछ। तर पनि अब घर जाने त भएन, यत्रो घाम छ हेर्नुहोस् है। पुरा यो घाम छ अनि यो घाममा कसरी म हिँड्नु। अनि यो चाहिँ हाम्रो माछा मार्ने खोला हो। अनि एकैछिन म अब यो पुलतिर रेस्ट गर्दै गर्छु अनि बुढी पनि आइपुग्नु लागि चाहिँ। अनि त्यसपछि सँगसँगै जान्छु। त्यसपछि चाहिँ कुराकानी होइन, उसको काठमाडौँको बसाइ अनि उसले के कोसेली लिएर आएछ त्यो सबै हामी चेकआउट गर्नेछौँ है त। बस्दा झलाएर म चाहिँ फर्केर आएर चोकमा बसेँ, किनभने बुढीले मलाई फोन गरिसकेको थिएँ। अनि म चाहिँ बुढी आउँछ भनेर हेरेको, जतिवटा गाडी आए पनि बुढी आउँदैन। अनि म हेरेँ गाडी आएको आए, बुढी नआउने। तर एकैछिन म कहाँ आँखा मात्रै घुमाएको थिएँ, बुढी त टुप्लुक्क आएपछि मैले देख्दै थिएन कि मेरो अगाडि ठ्याक्क बुढी आइदिएर। के हो त्यसको नाम? कति रुपियाँ छ? होइन होला। यहाँ हेर पढायो के हो, टिकटक भाइरल आइस बोला अरे। पैसा जति सक्यो त्यही 10 तातो होला। ल गाइस, कस्तो छ? ल गाइस, यो चाहिँ हाम्रो बस्तीपुर चोक हो। अनि बस्तीपुर चोकलाई छोडेर अब हाम्रो गाउँ जाँदैछौँ। यो चाहिँ गाउँ जाने बाटो हो। अनि यो चाहिँ मेरो बुढीलाई लिएर म जाँदैछु। जाउँ, छिटो हिँड न। चोकमा नाटक नगर है। नगर्नु बुढी, बुढी डिस्नो उठाए छोडे। कहाँ जाने के लाइन लगाउँछ? कहाँ जाने भने आउने एउटा कुरो भन्छु कि अहिले बाटोमा भन्दै जान्छु। होइन हेर्नु साथीहरू, यहाँ पैसा नभएको बेलामा बुढीले चोकमा बेजेतै गरिदिनु। बेजेत गरी बेजेत। अङ्गुर लाने, कहाँ अङ्गुर लाने, यस्तो कोसिन लिएर आएको। के छ भनिदेऊ। तिमीलाई म कम्ती कुरे, पुछर त भए पो दुख्छ त। खोइ 15 त्यही 5-10 मिनट लाग्छ। जोइ आउनु भएको ल ल फाइनली गाइज घरको पनि फोन आयो होइन बुढीलाई। अब मलाई त सम्झिँदैन कसैले फेरि भन्नु के भन्नु होइन। ठिकै छ, माया गर्छन्, माया गर्नुहुन्छ, एकदमै माया गर्नुहुन्छ। माया गरेर कोसेली पठाउनु भएको छ यहाँ। भनिदेऊ यो, भनिदेऊ तिमीले माया गरेर पठाएको त हो नि। यता आउन, कस्तो खालि बाटो ठक्क उभिएर बस्छ। यत्रो गाडी आइरह, मर्नु मन छ यता, मर्नु मन छ, भेट्ला चाहिँ अहिले फेरि यत्रो गाडी आएर हार्नु भने। अब कुरो चाहिँ यस्तो रहेको छ कि म चाहिँ बुढीलाई कुरेर बसेँ 3 दिन भयो होइन। त्यसपछि अझ चोकमा आएर पनि म कुरेर बसेँ। गाडी आएपछि म हेरेँ, तर बुढी चाहिँ आए बित्तिकै यसरी देउरा देखाउँछन् क्या फेरि। यता हेर त, हेरिदेऊ न। रिसाएर बम के गर्न अरे। के को यो चाहिँ बुङ्गुरको खोर्सा अनि बुङ्गुरको यहाँ गुगन आउँदैछ है। अनि त्यसपछि के हुँदो रहेछ भनेदेखि भने केटी मान्छे चाहिँ एकदमै खत्तमै लाग्यो क्या मलाई। खत्तम
त्यो माथि अझ केटी मान्छे भन्दा नि मेरो बुढी चाहिँ मलाई खत्तम लाग्यो यत्रो दिनपछि बुढालाई भेट्न आउँदाखेरि पनि हेर त अनुहार अनुहार हेर अनुहार भुत्नी हे भुत्नी के भन्छ हिन्दीमा थाहा छ हो यता हेर न के भन न अब केही त भनिदिउँ बुढी यार नरिसाउनु यार सरी सरी ल किन रिसाक्ने जे पाए त्यही गर्नु के भने मैले नचाहिने कुरा यता हेर भन के नचाहिने कुरा भन्नु के नचाहिने कुरा भन्नु के ल्याइनस् भनेको होइन मैले भने म के लिएनस् भने म यत्रो धेरै कोसिल लिएर आएको छु बुढीले भन्नु म भनिरहेको छु झन् यत्रो धेरै कोसिल लिएर आइरहेको छु बुढीले मैले के त्यस्तो भने त्यो कोसेल र के हो त अहिले फेरि बेइज्जतीलाई नाटक नगर यतै नयाँ नयाँ काँटा पनि लाएर आएछु नयाँ काँटा यता हेर्दा नयाँ काँटा हो नि कति हालिस् ए भख तँलाई एकछिन कुट्छु म अब अति नै भयो अब यस्तो बुढीलाई म के भने त्यो ट्र्याक्टर रोक्यो भए ट्र्याक्टरमा जान्थ्यो अरे अब भर्खरै सुमो चढेर आएको मान्छे सुमो चढेर है सुमो चढेर आएको मान्छे अब ट्र्याक्टरमा जाने अरे बेजेत भएन मेरो यता हेर्दा सुमो चढाएर लिएर आएँ बेजेत भएन ट्र्याक्टरमा जान्छ भन्दा जे भयो भने ठिक छ भन्दै अन्त ठिक छ ल घर एकैचोटि घर गएर मात्र कुराकानी गर्छौँ हामी किनभने बुढी एकदमै थाकेकी छन् होइन घरमा गइसकेपछि सरप्राइज छ बुढीलाई सरप्राइज छ तिमीलाई सरप्राइज छ घर गर्दै आउँछु ल फाइनली घर आइपुग्यो यता हेर न घर आइपुग्यो भन अब बुढीलाई म सरप्राइज दिँदैछु ल बुढी छिरो भित्र छिरो न छिटो छिटो भित्र छिरो बत्ती हाल्न म सरप्राइज दिँदैछु के छ ठिक छ चलो होला ठिक छ के ठिक छ ल नरिसाइकन सफा गर ल के रे बुढी घर आइपुग्दै फेरि बेहोरो देखाइहालिस् मुख लागिहालिस् ल अब नरिसाइकन एकदम शान्त भएर एकछिन आराम गर अनि 1 घन्टा पछि सफा गरेर जान्छ ल कसले गर्छ तिमी नगरिकन ल त्यहाँ त चोकमा थियो है गाइस मलाई पनि लाज लाग्यो बुढीलाई हक गर्नुको लागि तर घरमा लिएर अनि किस चाहिँ कसले गर्छ गाला माया गर भनेको ल ठिक छ तर भन्नु गर्छ भन्नुहोस् गर्दैन गर्दैन भाइ तर चाहिँदैन भने के भन्नु तर यहाँ आउन एउटा कुरो भन्नु छ क्या ल गाइस फाइनली घर आइसकेपछि यो कोसेली चाहिँ देखाउनु मन लाग्यो लौसम्म जे हो भने देखाउनु त के लिएर आएको काठमाडौँबाट एउटा बाटो लिनलाई काठमाडौँ पुगेको होइन त कति हाल्यो यो बाटोलाई चाहिँदा नि चाहिँथेन यो बाटो त्यत्तिकै पैसा खर्च अनि अरू के लिएर आयो हो यो के हो यो चाहिँ मेरो लागि हो नोटबुक लिएर आएछु नि है त्यो त नदेखाऊ भनेको देखाऊ के हुन्न यो कपडा हो गिफ्ट होइन त अनि अरू डकुमेन्ट खै देखाउनु डकुमेन्ट है त यो चाहिँ ब्याचलरको डकुमेन्ट अनि त्यसपछि +2 को डकुमेन्ट होइन त ल यति चाहिँ लिएर आएछु मेरो बुढीले योभन्दा अरू चाहिँ केही पनि ल्याइदिएर मलाई एउटा चक्लेटको गेडा धरी ल्याइदिनु के बुढीले मलाई चाहिँ चित्त दुखिरहेको छ मैले जुस खुवाइसकेँ तल के रे हेर्नु होला अगाडि ए बुढीले जुस खुवाएको होइन त्यो पनि मेरै पैसा थियो है गाइस मैले पैसा चाहिँ कति फिर्ता ल्याऊ भन न बुढी बुढी 1000 रुपियाँ मात्र नदेखाउ न कति देखाउँदै साँच्ची हो प्रमिस प्रमिस ए बुढीले पैसा सब सकेर आएछ यार मलाई टेन्सन लाग्यो अनि पैसा निकाल्दै छु त 1000 को नोट निकाल्न नि 100 को निकाल्न 100 को नोट निकाल 1000 को नोट निकाल 1000 को निकाल्नु छ लिपिस नोट है भाइ पनि निकाल्नु त 1000 छु निकाल तर म 1000 दिएर बुढी हो यति हो बुढी त नि खोजेको बुढी हो पैसा निकाल्न ए पैसा निकाल्न हाल्ने चल्नु पैसा निकाल्न बुढी बुढी प्रमिस प्रमिस यता हेर भन्न साँच्ची हो ला पैसा खत्तम भयो यार बुढीले बुढो मेरो हामी मरेको छैन हामी बिस्तारै कमाइहाल्छ नि त जाऊ
ल फेरि भन्नु फेरि हामी मरेको छैन हामी जिउँदैछौँ अनि अनि कमाइहाल्छ नि बिस्तारै ल ठिक छ कमाउँछौ भनेदेखिमा चाहिँ तिमीलाई मैले बक्स दिएँ ल भोलि त मोबाइल हेर्दा हेर्दा अनि आँखै दुख्यो राम्रोसँग भिडियो गर्न त्यही त गरेको छ कति चलिरहेछस् यस्तो भयो कि यस्तो भयो कि यस्तो भयो कि अब म चाहिँ बुढीलाई त्यस्तो एकदमै छटपट आएर होइन बुढीको माया खोजिरहेको त बुढी चाहिँ आइदियो रिसाएर यस्तो रिस उठ्यो होइन बसपुर चोकमा मेरो बेइज्जत गऱ्यो क्या बुढीले हो कि होइन छैन पानी दिन नखाम ल ठिक छ तिम्रो के छ ल भन काठमाडौँको बसाइको बारेमा काठमाडौँको बसाइ नचलिकन भन्न काठमाडौँको बसाइ एकदम खानालाई एकदम राम्रो खायो अहिले यता यार त्यहाँ पात्रको छुट्टै कुरा आयो क्या खानालाई खायो टन्न अँ, रमाइलो पनि भयो अँ। अनि तर निन्द्रा चाहिँ लागेन छोरो रोको रोइ अँ। दिदीको छोरो रोको रोइ गरेर अँ। मलाई मोरे निन्द्रा लागेको भए त मर्नु नचलिकन एकछिन भन्न भनेको अनि बुढोलाई सम्झेँ मैले सम्झिस् ल फाइनल गाइज एकदमै ठिक छ होइन अब हामी भेट भइहाल्यो भेट भयौँ त्यसपछि बुढी पनि मलाई जे होस् माया गर्दो रहेछ भन्ने कुरो थाहा भयो बुढीलाई पनि निन्द्रा लागेन अरे अब यस्तै हो जिन्दगी र भ्लग पनि यस्तै हो तपाईँहरूले हेरिदिनु भएकोलाई धेरै धेरै धन्यवाद अनि मलाई यो च्यानललाई सपोर्ट गर्नको लागि नभुल्नु होला अनि तपाईँको सब्सक्राइब तपाईँको लाइक तपाईँको कमेन्ट र तपाईँको सेयर चाहिँ गरिदिनु होला है त बाई